नमस्कार, म मुकुन्द भण्डारी। मेरो स्थायी ठेगाना पञ्चदार नगरपालिका वडा नम्बर 2 झापा र म चाहिँ यो ब्राइट फ्युचर जुन संस्थाले जसको आयोजक समितिको सल्लाहकार सदस्यको हैसियतमा म केही कुराहरू आफ्ना भनाइहरू राख्न गइरहेको छु। विशेष गरेर यो महोत्सवको उद्देश्य मूल स्लोगन अथवा नारा भनौँ, जसलाई साँच्चै आवश्यक छ उसलाई सहयोग गरौँ र यसको मुख्य उद्देश्य भनेको बाल विकास शैक्षिक कार्यक्रम जसलाई व्यवस्थित ढङ्गले अगाडि बढाउँ र यस क्षेत्रका आम बालबालिकाहरूलाई निस्वार्थ निःशुल्क ढङ्गले शैक्षिक क्षेत्रको पहुँचमा पुर्याउन सकौँ र कुनै पनि बालबालिकाहरू शिक्षाको उज्यालो ज्योतिबाट वञ्चित बन्न नपरोस् भन्ने मुख्य मर्म र स्पिरिटका साथ हामीले यो कार्यक्रमको आयोजना गरिरहेका छौँ र सम्पूर्ण तमाम देश तथा विदेशमा रहनुभएका नेपाली भाषी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई हामी यसै मिडिया मार्फत सन्देश प्रवाह गर्न चाहन्छौँ। जसलाई साँच्चै आवश्यक छ उसलाई अवश्य सहयोग गरौँ र सबैको थुप्पा थुप्पा मिलेर समुद्र बने जस्तै यस क्षेत्रका आम बालबालिका लगायत समग्र खुल्लाबारीको विकासमा तपाईँ हामी सबैको हातमा हात काँध मिलाएर अगाडि बढौँ भन्ने सन्देश प्रवाह गर्दै यहाँहरूमाझबाट सबैमा सहयोगको अपेक्षा राख्दै म यहाँबाट बिदा हुन चाहन्छु। हवस्, नमस्कार। ब्राइट फ्युचरको उद्देश्य र खोजाइ हामी सबैको खोजाइ।